पहिला एउटा जाने बाटो थियो पहिला यता कुवा थियो कुवा बिग्रिरहेको देख्नु फेरि कुवा हुने मान्छे छ एउटा बाटो अहिले पनि केही विकसितहरू दिन सक्नुहुन्छ बगरै बगर छ विशिष्ट सिलापहरू होला अब चाहिँ परिवर्तन अब 5 वर्ष के पहिला यो चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ गाईको पस्ताउने बगर हो पहिला पनि गाईको निकै चल्छ अहिले पनि घटेको छैन यो ढुङ्गे ढुङ्गा छ यो बगरभित्र यहाँको ढुङ्गाहरू निकाल्नु भने यो सबैजनालाई घर बनाउनु यहीँबाट घाँस काट्न आउँदै तल घाँस काट्न यो चाहिँ हाम्रो मामा भएको यो खेती गर्नु सक्नुहुन्छ अहिले धान सान लाएर अहिले धान देख्छु हो अगाडि चाहिँ यही नै सुरुवातीबाट हुन्छ अगाडिको ठाउँ पनि अब सुरुवातमा अगाडि घुम्न ठाउँ या 2-4 वटा घर छ यस सालको रुखहरू देख्न सक्नुहुन्छ
अहिलेसम्म त्यस्तो गर्नु सकेको छैन घाम ठिकठाकै लागिरहेको छ कति गर्मी भने धेरै निकै कमाएको नानी गर्मी खाएको छैन गर्मी छैन अहिलेसम्म के गर्नु पहिला 80 सालतिर अहिले 82 सालमा अब सुरुवात हुन्छ होला गर्मी अब यो साल भने अब गर्मी कति हुन्छ हाम्रो मम्मीको फुपूको घर हो यहाँ को हुनुहुन्छ घरमा यहाँ भोलि बिहानै बाटो पनि स्ल्याब भएको रहेछ पहिला याद थिएन र बाटो साटो स्ल्याब भएर चिरिचट्टा परेको छ होइन नि यो मामहर आइपुगेको छ यो मामहर यता चाहिँ यो चेपाङ टोल हो क्या यो माथिको होइन नि मामहर आइपुगेको छ घरै यही नै हो त्यो के जङ्गललाई आगो लगाउने के कामहरू भइरहेको छ यहाँ देख्न सक्नुहुनेछ यहाँ यो मामहर यहाँ के गरेर नखाए भुँडे खिचिरहनु भएको छ मामहरको आमा यो मम्मी के खाएर बस्नु भएको सिलपुरी खाएर बस्नु भएको मा पनि अहिले बोल्नु पर्यो